बार्बर विनय। सुरुमा हामी के को बारेमा चर्चा गर्दैछौँ भने हेयर कटिङ सम्बन्धी हामीले सिजर कसरी पकड्ने, सिजरलाई कसरी युज गर्ने भन्ने तरिकाको बारेमा केही जानकारी लिन चाहन्छौँ। त्यसको लागि सर्वप्रथम हामीले एउटा सिजर लिने, सिजरलाई हामीले यो दुईटा औँलाको सहायताले, बुढी औँला र साइली औँलाको सहायताले यसरी समाउने र माथिको औँलाले प्रेस गरेर यसरी चलाउन सकिन्छ। र यो सिजर यतिसरी चलाइसकेपछि अब यो सिजरलाई लक गर्नु पर्यो अथवा केही सामान समाउनु पर्यो हैन, जे गर्न पनि मिल्छ। त्यसको लागि सुरुमा सिधा राख्ने र चोरी औँलाले हल्का फालेर यता कान्छी औँलाले च्यापेर सिजर लक गर्न सक्छ। यति सिजर लक गरिसकेपछि हामीले सजिलोसँग कैँची समाउन, चलाउन र पकड्न सबै जान्छौँ। हो, त्यो भइसकेपछि हामीलाई धेरै सजिलो हुन्छ हेयर कटिङको लागि। यदि कैँची नै समाउन आएन भने त कुनै पनि हामीले हेयर कटिङ गर्नलाई असजिलो हुन्छ। त्यसको लागि हामीले सर्वप्रथम कैँची समाउनु पर्ने एकदम जरुरत हुन्छ। त्यसैको लागि हामी सुरुमा कैँची समाउन सिकौँ। र तपाईहरु यदि हेयर कटिङ सिक्न चाहनुहुन्छ भने हाम्रो भवनमा रहेको बी स्टार युनिसेक्स हेयर एन्ड मेकअप सैलुनमा हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। व्हाट्सएप, इमेल, मेसेज हरेक ठाउँमा हामीले मेसेज गरेर जानकारी दिन पनि सक्नुहुन्छ।